बिहे गरे भए कमसेकम त खाना टेबलमा हुन्थ्यो। कस्तो मिठो मिठो हुन्थ्यो है आहा। अनि के अरे कपडा धोएको नि कपडा धोएको तपाईँको नि कपडा धोएको नि कहाँ राखिदिउँ बुढा भन्थे है। हेर न यो त तिमीको त हेर्ने कामै होला है। आफ्नो यहाँ कस्तो हाल भयो कि यार। अब हेर न बिहे गरे भए टाइममा खाना लिनुहोस् हजुर लिनुहोस् लुगा धोएका कहाँ राखिदिउँ भन्थे यस्तरी बुढीले। अब के गर्नु राँडै बसेपछि खप्पडमा यस्तै हो बिहा नगरेपछि। अब खाना टाइममा छैन भोक लागिसक्यो लुगा धोएको छैन हाल यस्तो छ साथीहरू। कता तनाव छ भने यार अब के गर्नु हो साथीहरू मैले त बाँच्नै गाह्रो छ। यस्तो त बिहे गरे भए कमसेकम त खाना टेबलमा हुन्थ्यो। कस्तो मिठो मिठो हुन्थ्यो है आहा। अनि के अरे कपडा धोएको नि कपडा धोएको तपाईँको नि कपडा धोएको नि कहाँ राखिदिउँ बुढा भन्थे है। तर यस्तो छ हेर साथीहरू जिन्दगी त खप्पडमा। बिहा त म्याक्सिमम् 16-17 वर्षमा बिहा गर्नु ठिक यार। काम त उसले गर्थ्यो नि त आफू त चिलमा घुम्न जान पाइन्थ्यो। तर यस्तो छ यार। तर बिहे गर्नु 17-18 वर्षमा हेर साथीहरू। किनभने उसले काम गर्छ आफू चिलमा घुम्न पाइन्छ नि त। मिठो टाइममा खाना खायो 9 बजे आयो खायो गयो फेरि आयो दिउँसो खायो गयो साँझ आयो खायो गयो घुम्यो चिल। कस्तो जिन्दगी है। तर त्यस्तो होइन साथीहरू तपाईँहरू पढ्नुहोस् न आफ्नो खुट्टामा उभिनुहोस् राम्रोसँग कमाउनुहोस् अनि मात्र बिहे गर्नुहोस् है। काम गर्ने हो नि त मर्द यार म त मर्द हो नि त यार। हेर न आफै खाना पकाउने खाने हो कसैले दिएको खाने होइन हेर साथीहरू। त्यही भएर चिलमा छु हुन बिहे चाहिँ ढिला गर अलि टाइममा गर होइन कमाउ रमाउ जमाउ बुझ्यो साथीहरू। यस्तो